11 मा आफ्नो गन्तव्यलाई पछ्याएर यस कलेजमा आउनुहुने सम्पूर्ण भाइ बहिनीहरूमा धेरै धेरै धन्यवाद सहित मेरो कविताको शीर्षक पनि म नै छ। मेरो कविता छन्दमा छ। छन्द भनेको के हो पछि पढौँला हैन। मेरो कविता मनमा काट्दा छन्दमा छ। शीर्षक म दुखी रोगी गरीब झुपडी को बनु औषधि म बुझ्दै पीडा असल जननी को बनु सहारा म सीमा रक्षा बुढासरी बनो स्तम्भयो देशको म नेपालीको मुटु टुकी धड्किने जै बनौँ म भोका नाङ्गा सडक जनको बास खोजी गरौँ म सब शिक्षाले धुमिल मनमा क्रान्ति छर्दै हिँडौँ म कालो पर्दा तिमी र जगको च्यात्न सक्ने बनौँ म नेपालीका कहर पटमा शक्ति खम्बा बनौँ म लाग्न आगो अविरल नदी झै पनि शान्त पारौँ देशद्रोही रिपु सिरकी वीरपुरका बनौँ म मेरी आमा सुखसित बसौँ गर्न छोडी पुकार सीमा रक्षा शिर अलगियोस् लड्न हो तयार धरती माता अनि गुरु पिता देवता तुल्य ठानौँ गर्दै सेवा अवनि भरमा जागेर लागौँ रातो झन्डा फरफर गरी फरफराउँ धरामा गोर्खालीको अतिशय ठुलो सानमुखी हिँडौँ म मेरा इच्छा सकल सपना नित्य पुरा गरौँ म पूजा गर्दै त्रिविध ऋणको मुक्त होऊँ सदा म चढ्दै अग्ला गिरी शिखरको टाकुरामा पुगौँ म बोकौँ मेरो सरस धरणी प्रेमले बाबुरामा बोकौँ मेरो सरस धरणी प्रेमले बाबुरामा। धन्यवाद।